सामाजिक सञ्जालमा जथाभावी पोस्ट र शेयर गरे 1 लाखसम्म जरिवाना हुने भएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यान्वयनमा आएको यो निर्वाचन आचार संहिताले सामाजिक सञ्जालको प्रयोगलाई विशेष ध्यान दिएको हो। सामाजिक सञ्जालमा कसैको पक्ष वा विपक्षमा झुटा सूचना फैलाउन, मिथ्या समाचार सम्प्रेषण गर्न र दुष्प्रचार गर्न पूर्ण रूपमा निषेध गरिएको छ। विशेष गरी एआई को प्रयोग गरी बनाइएका डीप फेक भिडियो, कसैको चरित्र हत्या हुने गरी बनाइएका फोटो र मतदातालाई भ्रममा पार्ने कुनै पनि डिजिटल सामग्री उत्पादन, प्रसारण वा शेयर गर्न पाइने छैन। जात, जाति, धर्म, लिङ्ग वा समुदाय बीच घृणा फैलाउने गरी द्वेषपूर्ण अभिव्यक्ति दिन र कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुग्ने गरी पोस्ट वा कमेन्ट गर्न पनि प्रतिबन्ध लगाइएको छ। राजनैतिक दल र उम्मेद्वारले आफ्नो आधिकारिक पेजबाट मात्र प्रचार गर्न पाउने र त्यसका लागि हुने डिजिटल विज्ञापनको खर्च विवरण अनिवार्य रूपमा आयोगमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मतदान हुनु 48 घण्टा अघि शुरू हुने मौन अवधिमा सामाजिक सञ्जालका सबै पुराना प्रचार सामग्री हटाउनु पर्ने र नयाँ सामग्री पोस्ट गर्न नपाइने पुरानो नियमलाई निरन्तरता दिइएको छ। अनलाइन न्यूज पोर्टल र सञ्चारकर्मीहरूका हकमा पनि आयोगले निर्देशिका जारी गरेको छ। निर्वाचन आयोगले सामाजिक सञ्जालको सूक्ष्म निगरानीका लागि विशेष प्राविधिक संयन्त्र र सोशल मिडिया मोनिटरिङ टुल्स परिचालन गर्ने जनाएको छ। नियमहरूको उल्लङ्घन गरेको पाइएमा 1 लाख रुपैयाँसम्म जरिवाना वा उम्मेद्वारको हकमा उम्मेद्वारी नै रद्द हुन सक्ने कडा कानूनी सजायको व्यवस्था गरिएको छ।